आजको भिडियोमा हामी हाइड्रोइलेक्ट्रिक पावर सिस्टमको बारेमा पढ्छौँ। यसको संरचनाको मुख्य अङ्गहरूको हेर्छौँ र फाइदा बेफाइदा समेत यसको र प्रकारहरू। आज हामी यही टपिकमा रहेर चर्चा गर्छौँ। यसमा तपाईहरु भिडियोमा हेर्न सक्नुहुन्छ हाइड्रो पावरको यो मुख्य संरचनाहरूको एउटा स्ट्रक्चर रहेको छ। फिगर कसरी हाइड्रो पावरबाट विद्युत उत्पादन हुन्छ भने यहाँ पहिला रहेको छ वाटर इन्टेक यहीँबाट पानी जान्छ र ट्र्यास र्याक यहाँ हेर्न सक्नुहुन्छ। यो ट्र्यास र्याक एउटा जाली जस्तै हो, पानीमा भएको डस्टहरू छान्नको लागि र यो इन्टेकमा जान नदिनको लागि लगाइएको हुन्छ। वाटर इन्टेक थ्रु वाटर जान्छ र ड्याम पानी जम्मा गर्नको लागि बनाएको हुन्छ। र त्यसै गरी यो पेन स्टक पाइप, यो पाइप जुन छ वाटर फ्लो भइरहेछ यसलाई पेन स्टक पाइप भनिन्छ। र त्यहाँबाट गएर यहाँ टर्बाइन हेर्न सक्नुहुन्छ। त्यो पानी यही टर्बाइनमा गएर एक्सट्र्याक्ट हुन्छ र पानी तल वाटर डिस्चार्जतिर गइहाल्छ र मुख्य काम यही नै हो, टर्बाइनमा पानीले हान्नु। यो टर्बाइनलाई नचाउँछ पानी र त्यहाँ माथि लगत्तै हेर्न सक्नुहुन्छ यहाँ जेनेरेटर कनेक्ट भएको छ साफ्टको थ्रु र यही जेनेरेटरले मेकानिकल पावर भएको यो टर्बाइनमा जुन एक्सट्र्याक्ट हुन्छ मेकानिकल पावर उत्पन्न हुन्छ। त्यही मेकानिकल पावर थ्रु यो साफ्टमा हुन्छ मेकानिकल पावर जुन नचाउँछ जेनेरेटरलाई र जेनेरेटरले त्यो मेकानिकल पावरलाई इलेक्ट्रिकल पावरमा कन्भर्ट गरेर ट्रान्सफर्मरको थ्रु हाम्रो घरसम्म पुग्दछ। र यसको हामी केही संरचनाको मुख्य संरचनाहरूको बारेमा केही हेर्छौँ डिटेलमा, जुन यहाँ रहेको छ। यहाँ जुन पहिलो नम्बरमा बाँध रहेको छ, पानी जम्मा गर्नको लागि बाँध बनाउने गरिन्छ र यो भूभागको बनोट अनुसार फरक पनि हुन्छ, नदीको हिसाबले पनि हुन्छ। त्यस्तै छ स्पिलवे, यो बाँधमाथि सडक र अन्य संरचनाहरू खडा गरिएको हुन्छ। त्यस्तै अर्को रहेको छ जलाशय। यो जलाशय भनेको नदीमा बाँध बाँधेर जम्मा हुने पानीलाई जलाशय भनिन्छ। तपाईहरु राम्ररी नोट नै बनाउन चाहनुहुन्छ भने म यहाँ राम्ररी हेराइदिन्छु। त्यसै गरी स्पिलवेको छ। जलाशयको पनि रहेको छ। त्यसै गरी अर्को मुख्य संरचनामा ट्र्यास र्याक, मुख्य सुरुङ, फोरवे, पेन स्टक, टर्बाइन, ड्राफ्ट ट्यूब, जेनेरेटर, पावर ट्रान्सफर्मर, टेल रेस सुरुङ र इन्टेक संरचना र डिस्यान्डर रहेको छ। यो सबै हेरिसक्यो। अब हामी यसको केही प्रकारहरू हेर्छौँ, जुन प्रकारहरू फरक कुरामा निर्भर गर्छ। जस्तै यो क्यापेसिटीको हिसाबमा पनि यसको प्रकारलाई हामी हेर्न सक्छौँ। र त्यसै गरी अब हामी हाइड्रो पावरको प्रकारहरू हेर्छौँ, जसलाई विभिन्न किसिमले
विभाजित गरेको छ। जस्तै भ्यासेड अन पर्पज, यो पर्पजको हिसाबले दुई किसिममा बाँडिएको छ। सिंगल पर्पज, जस्तै कि सिंगल पर्पजमा हामी हेर्न सक्छौँ यो इलेक्ट्रिसिटी जेनेरेसनको लागि बनाइएको हुन्छ। त्यसै गरी मल्टिपर्पज, यसमा फिस फार्मिङ, यो इरिगेसन सिँचाइको लागि र इलेक्ट्रिसिटी जेनेरेसन र अन्य थुप्रै काम, खाने पानीको लागि सेनिटेसन, यस्तो कामहरूको लागि मल्टिपर्पज हाइड्रो पावर बनाएको हुन्छ। र हेडको हिसाबले पनि यसलाई विभिन्न किसिममा विभाजन गरिएको छ, जसमा भेरी लो हेडमा हेड इज लेस देन के हुन्छ भने इक्वल टु 15 मिटर। जुन हाइड्रो पावरको हेड हुन्छ त्यसलाई भेरी लो हेड भन्छ। त्यसै गरी 15 देखि 60 मिटरको रेन्जमा हेड हुन्छ, त्यसलाई लो हेड भनिन्छ। भने 60 मिटरदेखि 150 मिटरसम्मको रेन्जमा भएको हेडलाई मिडियम हेड र 150 भन्दा ग्रेटर देन 150 मिटर हेड भएकोलाई हाई हेड पावर प्लान्ट भनिन्छ। त्यसै गरी क्यापेसिटीको हिसाबले पनि विभाजन गरिएको छ। यो एनइएको लागि हो। एनइएमा जुन विभाजन गरिएको छ क्यापेसिटीको हिसाबले, यो माइक्रो भनेको लेस देन 100 किलोवाट हो, लाई माइक्रो भनिन्छ। एनइएमा नेपाल इलेक्ट्रिसिटी अथोरिटीमा र स्मलमा 100 किलोवाटदेखि 1 मेगावाटसम्मलाई स्मल हाइड्रो पावर प्लान्ट भनिन्छ भने मिडियमलाई 1 मेगावाटदेखि 30 मेगावाटसम्मकोलाई मिडियम हाइड्रो पावर प्लान्ट भनिन्छ भने हाई पावर प्लान्ट भनेको 30 मेगावाट भन्दा बढीकोलाई भनिन्छ, ग्रेटर देन 30 मेगावाट। र अन्य थुप्रै बुकहरूमा फरक हिसाबले हुन्छ। यहाँ माइक्रो हुन्छ, मिनी हुन्छ, अनि अर्को एनइए बाहेक अर्को डिफ्रेन्ट अथरको डिफ्रेन्ट बुकको हेऱ्यो भने क्यापेसिटीको हिसाबले फरक हुन्छ। यो माइक्रो हाइड्रो पावर प्लान्टमा लेस देन ग्रेटर देन 100 किलोवाट र मिनी हाइड्रो पावर प्लान्टमा के हुन्छ भने यो 100 किलोवाटदेखि 1 मेगावाटसम्म हुन्छ। पनि स्मलमा हाइड्रो पावर प्लान्टमा 1 मेगावाटदेखि 10 मेगावाटसम्म 25 मेगावाटसम्म हुन्छ स्मल। र मिडियम हाइड्रो पावरमा 25 देखि 100 मेगावाटसम्म मिडियम र लार्ज भनेको ग्रेटर देन 100 मेगावाट। त्यसै गरी अर्को रहेको छ भ्यासेड अन स्किमको बारेमा, रन अफ रिभर।
यो रन अफ रिभरलाई पनि दुई किसिमले विभाजन गर्न सकिन्छ, रन अफ रिभर विथ पन्डेज र रन यो तल भनेको छ पिकिङ अन। यो रन अफ रिभरमा पानी बगिरहेको बेला विद्युत उत्पादन मात्रै हुन्छ, यो वर्षायाममा भनौँ। र अर्को छ पिकिङ। यो पिकिङ भनेको एकदम पिक लेभलमा हुन्छ, वर्षायाममा पिकिङ रन अफ रिभर। हाइड्रो पावरबाट विद्युत उत्पादन गरिन्छ भने स्टोरेजमा यो स्टोरेजमा 12 महिना विद्युत उत्पादन गर्न सकिन्छ, किनभने यहाँ स्टोरेज गरेर पानी राखेको हुन्छ। चाहिएको बेला विद्युत उत्पादन गरिन्छ र अनावश्यक समयमा यो स्टोरेज गरेको पानीलाई बचाएर राख्छ। र यहाँ ब्यासेडन स्टोरेजको बारेमा पनि रहेको छ, जसमा रहेको छ रन अफ रिभर विथ पन्डेज। यहाँ के हुन्छ, पन्डेज हुन्छ जलाशयमा पानी जम्मा गरिन्छ बगिरहेको बेलामा, वर्षायाममा भनौँ। र त्यो पानीलाई चाहिएको बेला युज गरेर इलेक्ट्रिसिटी उत्पादन गरिन्छ। र यो रहेको छ रन अफ रिभर विथआउट पन्डेज। यसमा पानी जम्मा गर्न पाइँदैन, पन्डेजै जलाशय नै हुँदैन, डाइरेक्ट बगिरहेको पानीबाट नै के हुन्छ भने विद्युत उत्पादन गरिन्छ। त्यस्तोलाई रन अफ रिभर विथ पन्डेज भनिन्छ। यहाँ पम्प स्टोरेज पनि रहेको छ। योमा के हुन्छ भने यो टेल टेस्टमा जुन पानी जान्छ नि बगेर, त्यहाँको पानीलाई पम्पिङ गरेर फेरि स्टोरेजमा जम्मा गरिन्छ। यो रन अफ रिभर विथ पन्डेजमा हुन्छ। र यस्तो फेरि पुनः त्यही पानीलाई विद्युत उत्पादन गर्न प्रयोग गरिन्छ।